सबैभन्दा फर्स्टमा तपाईहरुले यो भिडियो हेर्नुस्। सुन रे, गर्मी में सब मुझे याद करते हैं, पर मैं सिर्फ ठंडक नहीं देता। शरीर को हाइड्रेट रखना मेरा असली काम है। हो यस्तै खालको भिडियोहरु तपाईहरुले एआई बाट बनाएर एकदमै राम्रो पैसा कमाउन सक्नुहुनेछ। यस्तो खालको भिडियोहरु अहिले ट्रेन्डिङमा रहेको छ। यो भिडियोहरुमा मिलियन्समा भ्युज आएको तपाईहरुले टिकटक, युट्युब अथवा फेसबुकमा कतै देख्नु भएको छ होला। सो यो भिडियोहरु कसरी बनाउने म आजको यो भिडियोमा तपाईहरुलाई सिकाउने छु। सो यो भिडियो बनाउन एकदमै सजिलो रहेको छ। तपाईहरुले सबै कुराहरु एआई बाट नै गर्ने हो। एआई बाट नै तपाईहरुले यस्तो भिडियोहरु एकैछिनमा नै तयार पार्न सक्नुहुनेछ। र यस्तो भिडियोहरु बनाएर पैसा चाहिँ कसरी कमाउन सकिन्छ भनेर सोचिराख्नु भएको छ होला। त्यो पनि कसरी कमाउन सकिन्छ मैले यो भिडियो भित्र नै भन्ने छु। सो यस्तो खालको भिडियोहरु बनाउनको लागि सबैभन्दा फर्स्टमा तपाईहरुले ChatGPT लाई प्ले स्टोरबाट डाउनलोड गर्नुपर्ने छ। त्यसलाई डाउनलोड गरिसके तपाईहरुले ओपन गर्नु होला। त्यसपछि माथि दुईवटा डट रहेको छ त्यसमा क्लिक गर्ने। त्यसपछि एप भन्ने अप्सनमा क्लिक गर्ने। त्यसपछि उता छेउमा GPT भनेर लेखेको छ त्यसमा क्लिक गर्ने। त्यसपछि माथि सर्च गर्न भन्ने छ। सर्चमा चाहिँ तपाईहरुले अब्जेक्ट भनेर सर्च गर्दिनु होला। सो यति गर्ने बित्तिकै एकछिन वेट गर्नु होला तपाईहरुले। अब्जेक्ट टक भनेर सुरुमा आउनेछ। त्यसपछि सेकेन्डमा अब्जेक्ट टक हिन्दी भनेर आउनेछ। यो दुईटामा तपाईहरुले जुनसुकै सेलेक्ट गर्दाखेरि पनि हुन्छ। मैले चाहिँ अहिले हेर्नेरी हिन्दीलाई सेलेक्ट गरेको छु र माथिको अब्जेक्ट टक मात्रै सेलेक्ट गर्दाखेरि पनि तपाईहरुको बन्ने छ। मैले त्यसमा क्रिएट गरेको भिडियो पनि बीचमा देखाउने छु। त्यसपछि तपाईहरुले हेर्नेरी स्टार्ट च्याट भन्ने अप्सनमा क्लिक गर्नुपर्ने छ। सो त्यसपछि तपाईहरुलाई केको अब्जेक्ट चाहिएको त्यो चाहिँ हेरेर टाइप गर्नु होला। मैले फ्रुट अब्जेक्ट स्क्रिप्ट इन नेपाली भनेर सर्च गरे। मैले फ्रुटको बारेमा बनाउँदै छु र यसलाई चाहिँ सेन्ड गर्दिए। यति गर्ने बित्तिकै र हेर्नेर प्रम्प्टहरु एकैछिनमा नै आउनेछ। थुप्रै प्रम्प्टहरु चाहिँ हेर्नेर आइसकेको छ। एउटा मात्रै हैन, 3-4 वटा प्रम्प्टहरु चाहिँ हेर्नेर आइसकेको छ। त्यसपछि अब तपाईहरुले सबै प्रम्प्टलाई यहाँनिरबाट कपी गरेर नोटप्याडमा पेस्ट गर्न पनि सक्नुहुनेछ। किनभने तपाईहरुले अहिले क्रोमहरु चलाउँदाखेरि यो ChatGPT मा लेखेको चाहिँ हराउन सक्छ, फेरि रिलोड हुन सक्छ। त्यही भएर चाहिँ यसलाई सबैलाई तपाईहरुले कपी गरेर यसमा चाहिँ राख्नु होला। अब सबैभन्दा फर्स्टमा तपाईहरुले टेक्स्ट टु इमेज प्रम्प्ट भनेको छ त्यसलाई चाहिँ तपाईहरुले सबैलाई यतिलाई चाहिँ कपी गर्नुपर्ने छ। सुरुमा चाहिँ यति मात्रै तपाईहरुले कपी गर्नु होला। अब चाहिँ तपाईहरु यहाँनिर क्रममा आउनु होला। त्यसपछि यहाँनिर जिमिनी भनेर सर्च गर्नु होला। त्यसपछि गुगल जिमिनीको वेबसाइट खोल्नु होला। त्यसपछि यहाँनिर अघि नै जो कपी गर्नु भएको थियो त्यसलाई चाहिँ यहाँनिर पेस्ट गरिदिनु होला तपाईहरुले। सो एकैछिन चाहिँ तपाईहरुको यहाँनिर लोड लिनेछ। त्यसपछि तपाईहरुको यहाँनिर तपाईहरुको इमेज तयार हुनेछ। जस्तै देख्न सक्नुहुनेछ यो इमेज आइसकेको छ। अब यो इमेजलाई चाहिँ तपाईहरुले डाउनलोड गर्नु होला। डाउनलोड भइसकेको छ। अब चाहिँ तपाईहरुले यहाँनिर फेरि सर्च गर्नु होला। फ्लो FLOW फ्लो भनेर सर्च गर्नु होला। त्यसपछि यहाँनिर वेबसाइट आउनेछ। माथिल्लो वेबसाइटमा चाहिँ क्लिक गर्नु होला। त्यसपछि यहाँनिर केही पर्मिसनहरु माग्छ भने तपाईहरुले एक्सेप्ट गरिदिनु होला। त्यसपछि यहाँनिर न्यू प्रोजेक्ट भन्ने अप्सनमा क्लिक गर्नु होला। अब चाहिँ तपाईहरुले अघि नैको फेरि प्रम्प्टहरु यहाँनिर लिएर आउनु पर्ने छ। जस्तै यहाँनिर 10 सेकेन्ड स्क्रिप्ट भनेर भनेको छ। यसलाई चाहिँ तपाईहरुले त्यो भन्दा तलको लेखेकोलाई चाहिँ सबै कपी गर्नु होला। अब त्यही वेबसाइटमा फेरि आउनु होला। यहाँनिर तलनिर तपाईहरुले न्यानो बनाना लेखेको ठाउँमा चाहिँ क्लिक गर्नुहुन्छ भने सो सुरुमा चाहिँ तपाईहरुको यहाँनिर इमेजमा हुन्छ। हामीले चाहिँ भिडियो चाहिएको हो। त्यही भएर तपाईहरुले भिडियोमा स्लाइड गर्नु होला। त्यसपछि तपाईहरुलाई 9:16 को चाहिएको हो कि 16:9 यो चाहिँ सिलेक्ट गर्नु होला। 9:16 भनेको तपाईको टिकटक र फेसबुकमा पोस्ट गर्नको लागि हुन्छ भने 16:9 चाहिँ तपाईहरुले युट्युबको लागि प्रयोग गर्न सक्नुहुनेछ। सो मैले यहाँनिर अहिले युट्युबको लागि सिलेक्ट गरे, 16:9 सिलेक्ट गरे। एक स्टेप यहाँनिर ब्याक गए। त्यसपछि यहाँनिर स्टार्ट भन्ने अप्सनमा क्लिक गरेर यहाँनिर चाहिँ अपलोड इमेज भन्ने अप्सनमा क्लिक गरेर त्यो फोटोलाई चाहिँ अघि नैको फोटोलाई सिलेक्ट गरिदिनु होला। सो त्यसपछि जुन प्रम्प्टहरु चाहिँ तपाईहरुले कपी गर्नु भएको थियो त्यसलाई चाहिँ यहाँनिर पेस्ट गरिदिनु होला। अब चाहिँ एकैछिन लोड लिनेछ। माथि इमेज चाहिँ अपलोड भइरहेको छ। यो कम्प्लिट हुने बित्तिकै तपाईहरुले तलनिर सेन्डको अप्सन पाउन सक्नुहुनेछ। एरो जस्तो अप्सन दिएको छ त्यसमा क्लिक गर्नु होला। र त्यसपछि पनि एकैछिन वेट गर्नु होला। एकैछिन वेट गर्नुहुन्छ भने तपाईहरुको भिडियो चाहिँ यहाँनिर तयार हुनेछ। जस्तै यहाँनिर देख्न सक्नुहुनेछ यो चाहिँ 100% कम्प्लिट भइसकेको छ। अब चाहिँ मैले जस्तै भिडियोमा क्लिक गर्छु र त्यसपछि चाहिँ यो भिडियोलाई प्ले गर्छु। मैं छोटा दिखता हूँ पर अंदर से पूरा पोषण भरा है। रोज अनदेखा किया जाता हूँ फिर भी शरीर को ताकत देता रहता हूँ। मीठा हूँ पर असली काम सेहत बनाना है। सो मैले चाहिँ यहाँनिर जे लेखेर पेस्ट गरेको थिएँ त्यो चाहिँ यसले बोल्न सुरु गरिसकेको छ। अब सेभ गर्नको लागि चाहिँ माथि डाउनलोडको अप्सन रहेको छ। डाउनलोड भन्ने अप्सनमा क्लिक गर्ने। त्यसपछि चाहिँ 720 फ्रेम ओरिजिनल साइज भन्ने अप्सनमा तपाईहरुले क्लिक गर्नु होला। त्यसपछि चाहिँ त्यतिखेर नै तपाईहरुको त्यो भिडियो चाहिँ डाउनलोड भइहाल्नेछ। सो त्यस्तै गरेर अरु भिडियोहरु पनि बनाउनको लागि त्यसमै तपाईहरुले अघि नैको ChatGPT मा नै जानु होला। त्यसपछि चाहिँ फेरि तलको प्रम्प्टलाई चाहिँ कपी गर्ने। त्यसपछि चाहिँ फेरि जिमिनीमा गएर त्यहाँ चाहिँ पेस्ट गर्ने। त्यसपछि फेरि इमेजलाई बनाएर सो फेरि तपाईहरु फ्लोमा आएर त्यो स्क्रिप्टलाई लगेर त्यहाँनिर इमेज राखेर फेरि त्यो स्क्रिप्टलाई राख्दिनुहुन्छ भने
फेरि अर्को पनि तपाईहरुको भिडियो तयार हुनेछ। सो यो तरिकाबाट तपाईहरुले फ्रीमा नै एआई को प्रयोग गरेर भिडियोहरु बनाउन सक्नुहुन्छ भने सो यसरी चाहिँ तपाईहरुले यहाँदेखि भिडियो बनाएर आफ्नो सोशल मिडियाहरुमा पोस्ट गर्नुहुन्छ भने सोशल मिडिया तपाईहरुको मोनेटाइज हुनेछ र मोनेटाइज भइसकेपछि तपाईहरुले जति पनि भिडियोहरु हाल्नुहुन्छ त्यो भिडियोमा आएको भ्युज अनुसार तपाईहरुले पैसाहरु कमाउन सक्नुहुनेछ। सो एकदमै सजिलो रहेको छ। तपाईहरु फ्री भएको समयमा यस्तो भिडियोहरु क्रिएट गरेर दिनको 2-3 वटा जति सक्नुहुन्छ आफ्नो सोशल मिडियाहरुमा अपलोड गर्नुहुन्छ भने तपाईहरुको यस्तो भिडियोहरुमा एकदमै राम्रो भ्युज जाने गर्दछ। सो तपाईहरुले आफैले पनि त्यो चाहिँ देख्नु भएको होला। सो आजको लागि भिडियो यति नै। यदि केही कुराको कन्फ्युजन छ भने तपाईहरुले कमेन्ट गर्न सक्नुहुनेछ, नभए तपाईहरु पर्सनली मसँग टेलिग्राम र व्हाट्सएप ग्रुपमा पनि जोइन हुन सक्नुहुनेछ। लिंक डिस्क्रिप्सनमा राखिदिएको छु है त। यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर नजिकै रहेको बेल आइकन दबाउन पनि नबिर्सनु होला। हामी अर्को भिडियोमा भेट्नेछौँ। धन्यवाद ब्रस नगरेकोमा। म यहाँ आरामले घर बनाउँछु अनि तिमी दुखाइ सहेर बस।